गणतन्त्र दिवस कसको लागि हो हामी जनताको लागि होइन गणतन्त्र हामी काम गरेर खाने मान्छे हो यो जस्तो केपी ओलीका भरौटेहरू पैसाको लागि हो भने हामी काम गरेर खाने मान्छे सुपर राख्ने मान्छे हो साला केपी ओली चोर साले होइन भने हामीलाई पनि ले पैसा नेकपा एमालेका कार्यकर्ताहरूले यहाँ सडकमा आवत जावत गर्न दिइरहेका छैनन् कमै खाने मान्छेले बाटो रोक्न एमालेको सरकार छ भने के कामगिरी गर्न पाइन्छ कमै खाने मान्छेको बाटो रोक्ने अहिले एयरपोर्ट जाँदैछ मान्छे हस्पिटल जाँदैछ इमर्जेन्सी अवस्थामा कुदिरहेको छ एमालेको सरकारले बाटो रोक्न पाइन्छ छोरा छोरी स्वास्नीहरू आफ्नो फ्युचर बनाउनु आफ्नो लक्ष्यतिर ध्यान दिनु नि यो पछाडि नेताको पुच्छर लाएर हुन्छ त्यस्ता गणतन्त्र सदन हामी केही पनि मान्दैन आफ्नो फ्युचर बनाउने हिँड्ने हो प्रधानमन्त्रीले देश चलाउने हो पार्टी चलाउने होइन हामी नागरिक हो हामी त काममा हिँडेको मान्छे आन्दोलन हिँडेको मान्छे होइन नि हामी गणतन्त्र दिवसले दिने हामी जस्तो जनतालाई दुःख दिने मासु भात अलिकति लाभ लाग्यो र फोकसलाई सब फोकसलहरू सब काम नगरेहरू काम हुँदै जान्दैन पायो साराले त्यही छोरो छोरी छोरा छोरी स्वास्नीहरू गाह्रो त भइरहेको छ यत्रो घाममा गाह्रो हुँदैन त ए सब काम चोरहरू यिनीहरू काम यो मासु भातको लागि गरिरहेको सब यो आफ्नो फ्युचर बनाउनु आफ्नो लक्ष्यतिर ध्यान दिनु नि यो पछाडि नेताको पुच्छर लाएर हुन्छ त्यस्ता गणतन्त्र सदन हामी केही पनि मान्दैन आफ्नो फ्युचर बनाउने हिँड्ने हो तिनीहरू पनि गरिरहेको सबै कामै नलाग्नेहरू हामी स्वतन्त्र कसै पनि पक्दैन न राजा न गणतन्त्र हामी आफ्नै हो छोर रहेछ सब चोरहरू छोरा नाच्यो छोराहरू नाच्यो
लगत्तै होइन यस्तो राजावादीहरूको पनि प्रदर्शन छ। प्रधानमन्त्रीले देश चलाउने हो, पार्टी चलाउने होइन। हामी नागरिक हो, हामी त काममा हिँडेको मान्छे, आन्दोलन हिँडेको मान्छे होइन नि हामी, होइन है, होइन। तपाईँ चाहिँ कसको पक्षमा, गणतन्त्रको पक्षमा कि राजावादीको पक्षमा? म मेरो कामको पक्षमा, मेरो कामको पक्षमा, म काममा हिँडेको मान्छे। प्रधानमन्त्रीको अभिव्यक्तिको तपाईँको के छ? काममा हामी टाइममा पुगेन भने यस्तो क्या सर, उहाँहरूको जस्तै र्याली निकाल्नु भएको छ, ठिक छ, उहाँहरू नेता हो, कार्यकर्ता हो पार्टीको, ठिक छ। हामी त काम गर्ने मान्छे हो नि त, मजदुर, हामीले त काम गर्नु पाउनु पऱ्यो नि त, जान पाउनु पऱ्यो नि त, त्यही भन्नु। गणतन्त्र दिवस कसको लागि हो? हामी जनताको लागि होइन। गणतन्त्र हाम्रो लागि। हामी काम गरेर खाने मान्छे हो। यो जस्तो केपी ओलीका भरौटेहरू पैसाको लागि हो भने हामी काम गरेर खाने मान्छे, हामी गरेर खाने मान्छे हो। साला केपी ओली चोर साले के होइन भने हामीलाई पनि ले पैसा होइन। केपी चोर पैसा पुरा भइरहेको दर्शक मिडिया देखेर नेकपा एमालेको प्रदर्शनको कारणले यहाँ ट्राफिक जामको अवस्था छ। नेकपा एमालेका कार्यकर्ताहरूले यहाँ सडकमा आवत जावत गर्न दिइरहेका छैनन्। सबै साइड लगाई गाडी फुट्ला नि फेरि यिनीहरूको। हामी सोध्नु परेन। नेकपा एमालेका कार्यकर्ताहरूले सडकमा गाडी समेत गुड्न दिइरहेका छैनन्। स्थिति एकदमै तनावग्रस्त बन्दै गएको छ। यहाँ मागी खाने कमै खाने मान्छेले बाटो रोक्न एमालेले, एमालेको सरकार छ भने के माग्दै गर्न पाइन्छ? कमै खाने मान्छेको बाटो रोक्ने। अहिले एयरपोर्ट जाँदैछ मान्छे, हस्पिटल जाँदैछ, इमर्जेन्सी अवस्थामा कुदिरहेको छ। एमालेको सरकारले बाटो रोक्न पाइन्छ? रोड अवरोध गर्न मिल्छ? यो कस्तो अन्याय अत्याचार हो? प्रहरीले अत्याचारमा हामी प्रहरीको के हो परिचय?